हेलो साथीहरू, .np डोमेनको लागि एप्लाई गरेको थिएँ। अनि फर्स्ट टाइम एप्लाई गर्दाखेरि चाहिँ नामको पेरिफेरीभित्र परेन भनेर रिजेक्ट भयो। अनि मैले सर्ट फर्म युज गरेको थिएँ, अनि त्यही भएर होला जस्तो लाग्यो। टेक्निकल्ली पेरिफेरीभित्र त पर्यो, तर खै अब रिजेक्ट भयो। त्यही भएर दोस्रोचोटि चाहिँ मैले सर्ट फर्म होइन, नाम नै युज गरेर चाहिँ एप्लाई गरेको थिएँ। अनि त्यो दोस्रोचोटि गरेको चाहिँ फर्स्ट टाइम रिजेक्ट गर्दाखेरि चाहिँ एडिसनल डकुमेन्ट पनि चाहियो भनेर रिजेक्ट भयो। अनि मैले हालेँ एउटा अर्को डकुमेन्ट, अनि त्यो पनि रिजेक्ट भयो। के भन्यो भन्दा क्लियर भएन भन्यो। अनि मैले जुन दोस्रो डोमेन चाहिँ दोस्रोचोटि डकुमेन्ट बुझाइसकेपछि चाहिँ मैले यत्तिकै ऱ्यान्डमली सर्ट फर्मवाला डोमेन चाहिँ विज गरेर हेरेको थिएँ है। त्यहाँ चाहिँ सर्ट फर्म युज गरेको डोमेन पनि थियो, मतलब एप्रुभ भएर रहेछ। अनि त्यही भएर चाहिँ त्यो विज गरेपछि चाहिँ रिजेक्ट भइदिए नि हुन्थ्यो जस्तो लाग्थ्यो, किनकि एकचोटि फोन गरेर सोध्न हुन्थ्यो नि त। अनि डोमेन चाहिँ एकचोटि मात्रै लिन मिल्ने रहेछ। अनि त्यही भएर जुन सर्ट फर्मवाला डोमेन चाहिँ मलाई मन परेको थियो, अनि रिजेक्ट पनि भयो। त्यसपछि चाहिँ मैले क्लियर डकुमेन्ट नयाँ चाहिँ राखेको छैन। अब एकचोटि फोन गर्ने, अनि के हुन्छ हेरौँ। ओके, बाई।